So guys, हामी चाहिँ पन्चिङ लगाएर अब जाँदैछौँ रुमतिर। अब गएर खाना खानु पर्यो। खाना पनि खाएकै छैनौँ। दिउँसोको 1 बज्न आँट्यो अब खाना खाने। शुक्रबारको दिन त 1 बजे नै हो खाना मेरो। खाना खाने, ब्रस गर्ने अनि सुत्दिने 1 घन्टा। अनि जुरुक्क उठ्ने, तुरुक्क मुट्ने, अनि कपडा उठाउने, अनि एकछिन बाहिरतिर बजार घुम्नुपर्छ है त। ल गाइज, नेक्स्ट भिडियोमा हामी भेट्नेछौँ। यता चाहिँ मेरो गाउँले हुनुहुन्छ। केही भन्न चाहनुहुन्छ हजुरले नेपालीहरूलाई? नेपालीहरूलाई एउटा कुरा मात्रै भन्ने हो कि के कुरा भन्नु त? अहिले चिसो छ होइन, सबैजना राम्रोसँग बस्नु। बिहे भएको मान्छेलाई त राम्रै हुन्छ होइन, अब बिहे नभएको मान्छेहरू मिलाएर